साथीहरू नमस्कार है, नमस्कार। म चाहिँ दाङ तुलसीपुरबाट है। हजुरहरू कहाँबाट हुनुहुन्छ, कहाँदेखि मलाई हेर्दै हुनुहुन्छ, कृपया कमेन्ट गर्नुहोला है। म चाहिँ आज दाङ तुलसीपुरबाट काठमाडौँ जाँदैछु। म जाने बस यही हो, त्रिसिद्धेश्वरी राप्ती यातायात प्रणालीद्वारा सञ्चालित लुम्बिनी प्रदेश 0201 ख 0427 नम्बर गाडी। मेरो सिट चाहिँ ए साइड। म चाहिँ मेरो सिटमा जान्छु र सिटमा बसेर लगत्तै गाडी हिँडेपछि यो कुन खोला हो, खोला चाहिँ मलाई थाहा छैन है। त्यो खोलामा पुगियो। यही रमणीय दृश्य हेर्दै अगाडि बढ्यौँ हामी चाहिँ है। बाहिरको दृश्य हेर्दै हामी अगाडि बढ्यौँ। खोलामा पुल बनेको रहेछ, अनि यताउति हेर्दै हामी चाहिँ अगाडि बढ्यौँ र हामी केही समयको हिँडाइपछि यो पर्सिनी दाङ भन्ने ठाउँमा पुग्यौँ। यताउति सबैतिर धान रोपाई हुँदैछ, कतिपय ठाउँमा भइसकेको रहेछ है। यही रमणीय दृश्य हेर्दै अगाडि बढ्यौँ। केही समयको हिँडाइपछि हामी लगभग घोराई पुग्यौँ। यो घोराईको तुलसीपुर चोक भन्छ के अरे यहाँनिर। यहाँबाट सिधै मास्तिर गयो भने चाहिँ रोल्पा जाने बाटो आउँदो रहेछ। यो चाहिँ हामी काठमाडौँ सिधै जाने भएर हामी सिधै लाग्यौँ। र यहाँनिर मेरो एउटा सामान आएको छ। त्यो सामान काठमाडौँ अर्कै साथीको हो, पुर्याइदिनु पर्ने छ मैले। म चाहिँ अब सामान लिन तल जान्छु। त्यो एकजना बहिनी छ, उसलाई फोन गर्दै म तल गएँ र सामान पनि लिने बहिनीलाई पनि भेटेँ। एकजना दाइ पनि हुनुहुँदो रहेछ, अर्को एकजनाको पनि सामान रहेछ। मैले यो सामान चाहिँ लिएँ अनि कहाँ बुझाउनु पर्ने भनेर उहाँ दाइलाई सोधेँ, अनि उहाँले भनिदिनु भयो ठेगाना सबै। अनि म फेरि रिटर्न बसमा माथि चढेँ। गुरुजी बस्नु भएको छ मजाले, र मैले यो सामान मेरो ब्यागमा राखेँ र म आफ्नो सिटमा बसेँ। हामी हिँड्यौँ यो सहिद गेट है। अनि हामी घोराईबाट अगाडि बढ्यौँ बिस्तारै। गाडी बिस्तारै मान्छे हाल्दै मान्छे खोज्दै अगाडि बढिरहेको छ। र हामी हिँड्ने लगत्तै हामी यो ट्राफिक चोक घोराई दाङमा ट्राफिक चोकमा पुग्यौँ। त्यहाँ एकछिन रोक्यौँ, मान्छे आउँदै हुनुहुन्थ्यो। मान्छे टिकट लिएको मान्छे आउन अलिकति ढिला गर्नुभएछ। यहाँ हामी एकछिन रोक्यौँ र यहाँबाट पनि हामी अगाडि बढ्यौँ। र हामी अलिकति अगाडि गएपछि तेल हाल्न पम्पमा छिर्यौँ। गाडीले तेल हाल्नुभयो। हामी एकछिन बाहिर यसो खुट्टा तन्कायौँ र अब हामी यहाँबाट हिँड्छौँ। यहाँबाट हिँडेपछि लगभग तपाईँको यो लमै घोराईको जङ्गलमा प्रवेश गऱ्यौँ। लमै घोराई सडक खण्डको बिचमा अलिकति थोरै जङ्गल छ। त्यो जङ्गलमा गयौँ र रमणीय दृश्य हेर्दै हामी अगाडि बढ्यौँ। रमाइलो छ, वारिपारि हेर्दै हामी गयौँ, जाँदैछौँ। केही समयको हिँडाएपछि लगभग लमै आइपुग्यौँ। लमै बजार हो। आज शनिबारले गर्दा धेरै पसलहरू बन्द छन्। म पनि तल गाडीबाट तल ओर्लिएँ अनि यसो लमै बजार यताउति हेर्दै पहिले चाहिँ यताउति हेरेँ। सबैतिर आज शनिबारले गर्दा यतातिर प्राय बन्द हुन्छ, सबैतिर सुनसानै देखिन्छ लगभग। अनि यसो यहाँनिर खाजासाजा पनि खाएँ मैले। यसो छेउमा ठेलामा रहेछ, खाजासाजा खाएर हामी अगाडि बढ्यौँ। बिस्तारै हामीलाई साँझले रातले निम्तो गर्दैछ। बिहान सूर्यले बिदाई गर्दैछ, चन्द्रमाले हामीलाई स्वागत गर्दैछ। बिस्तारै हामी अगाडि बढ्यौँ। गाडीले बिस्तारै गति लिन थाल्यो, किनभने यहाँसम्म लगभग मान्छे गाडीमा भरिसक्नु भएको थियो। बिचमा पनि हुनुहुन्छ अरे। गाडीले बिस्तारै अलि केही पहिले भन्दा पिकअप लिन थाल्यो। वरिपरिको एकदम रमाइलो दृश्य हेर्दै माथिको चुरे पहाडलाई हामी हेर्दै अगाडि बढ्यौँ र लगत्तै केही समयपछि भालुबाङ आइपुग्यौँ। भालुबाङमा 2-4 जना यात्रुहरू चढ्नुभयो गाडीमा र यहाँबाट पनि हामी बिस्तारै अगाडि बढ्यौँ। लगत्तै हामी त्यहाँबाट हिँडेको केही समयमै खाना खाने ठाउँमा आइपुग्यौँ। न्यू हरियाली होटेल भन्ने ठाउँमा आइपुग्यौँ हामी। त्यो ठाउँको नाम चाहिँ खासै मैले हेर्न नि भ्याएन। त्यहाँ यसो खानासाना खायौँ र हामी अगाडि बढ्यौँ। गाडीले एकदम गति लियो। त्यसपछि एकदम रफ्तारमा दौडिन थाल्यो। थोरै भिडियो बनाएँ मैले, धेरै पनि बनाएन। एकदम दौडिन थाल्यो। बत्ती निभाइदिनु भयो। हामीलाई मजाले पछाडि म्युजिक लगाइदिनु भयो, सुत्नुहोस् है भनेर है।
हामी त्यहाँबाट हिँडेको केही समय केही घन्टामा अनि म सुतेछु। यसो बिउजिँदाखेरि रामनगर चितवनमा आइपुगेछ। यहाँ जाम रहेछ, अगाडि पानी परेको कारणले अगाडि जाम हुन्छ भनेर गाडी रोकिराख्नु भएको रहेछ। बिहान उज्यालो पनि भयो यहीँ बस्दा बस्दा, अनि गाडीले 5 बजे बिस्तारै गाडी अगाडि बढ्दै गयो र हामी रामनगरबाट हिँड्यौँ। यो रामनगर दासढुङ्गाको बिचको थोरै जङ्गल। गाडीले पुरानै गतिमा पिकअप लिन थाल्यो, हिँड्न थाल्यो गाडी पुरानै गतिमा दौडिन थाल्यो। अब त उज्यालो पनि भइसक्यो, काठमाडौँ पुग्नु छ। हामी अझै लगभग 5 घन्टा लगभग यहाँबाट लाग्छ बसलाई। र हामी हिँडेको केही समयमै लगभग 1 घन्टाको समयमा मुगलिन बजार आइपुग्यौँ। यो चाहिँ मुगलिन बजार है। यहाँ आइपुग्दाखेरि राति छुटेका गाडीहरू पनि यहीतिर रहेछन्, बिस्तारै जाँदै थियो। म चाहिँ रङ साइडमा भएको कारणले गाडीहरूको फोटो चाहिँ लिएन। हामी मुगलिन बजार कटेर अगाडि लाग्यौँ। यो तलको त्रिशुली नदी बाफ एकदम आउँदैछ, त्रिशुली नदी एकदम उर्लेर आएको छ। हामी चाहिँ यही दृश्य हेर्दै पारीको जङ्गलवारी हेर्दै अगाडि बढ्यौँ। रमाइलो छ दृश्य एकदम। हेर्दै हेर्दै पानी अलिअलि सिमसिम परिराखेको थियो, अहिले चाहिँ पानी रोकेको छ। गर्दै अगाडि बढ्यौँ अनि केही समयमा हामी यहाँबाट हिँडेको केही समयमा लगभग बेनीघाट धादिङ भन्ने ठाउँमा आइपुग्यौँ। र यसो गाडी खाजा खाने ठाउँमा रोकेको, गाडीको टायर पङ्चर रहेछ। गाडीको स्टाफहरू चाहिँ गाडीको टायर चेन्ज गर्नुतिर लाग्नुभयो। हामी चाहिँ खाजा खायौँ, मुखसुख गयो, बरस सरस गऱ्यौँ, फ्रेस भयौँ। र केही समयमै हामी त्यति गर्दा गाडी बनिसकेछ। गाडी फेरि अब यहाँबाट अगाडि बढ्छ। उहाँहरूले पनि खाजा खानुभयो, स्टाफ गुरुबाहरू, अरू 2 जना स्टाफ हुनुहुन्थ्यो, टोटल 3 जना हुनुहुन्थ्यो। उहाँहरूले पनि खाजा खानुभयो, सबै गर्नुभयो, चेकजाच गर्नुभयो। र हामी फेरि अगाडि बढ्यौँ। अनि अगाडि बढ्दै गर्दाखेरि तल त्रिशुली एकदम उर्लेर आएको थियो, पानी एकदम परिराखेको रहेछ माथितिर। अनि हामी जाँदैछौँ बिस्तारै बिस्तारै है। गाडीले गति त पुरानै लिएको छ, एकदम हुर्किराखेको छ, चाँडै काठमाडौँ पुगौँ भन्ने भएको छ सबैलाई। र हामी हिँडेको लगभग 2-3 घन्टामा हामी काठमाडौँ झ्याप्ली खोलादेखि दचोक, काठमाडौँ दचोक गुर्जुधारा भन्छ क्या अरे, त्यहाँ सोरुङ मार्ग कटेर मास्तिर लाग्यौँ। मास्तिर जाँदै गर्दाखेरि एकदम रमाइलो दृश्य देखिन्छ। बाटो पनि अहिले एकदम ठुलो भएको रहेछ। अनि हिँडेको केही समयमा हामी कलङ्की आइहाल्यौँ। कलङ्की बाफलमा हामी ओर्लियौँ, म पनि ओर्लिएँ। र मसँग एउटा सामान थियो, त्यो सामान गाडीमा छोडिदिएँ। बस पार्क लिन आउनुहुन्छ दिनु होला है भन्दै गाडी स्टाफहरूलाई भनेर म चाहिँ तल ओर्लिएँ। अनि यसो दायाँ बायाँ हेरेँ, गाडीको भिडियो यसो बनाएँ। म आएको गाडी अब अर्कोपल्ट जाँदाखेरि यसो परि पो हाल्छ कि काउन्टरमा टिकट लिन जाँदाखेरि, नम्बर पनि राखेको थिएँ मैले, स्टाफहरूको राखेको छु। अनि यसो दायाँ बायाँ हेरेँ, गाडीको भिडियोहरू राम्रोसँग खिचेँ है, सम्झना त हो एउटा। अनि गुरुलाई, स्टाफ साथीहरूलाई सबैलाई बाई बाई गरेँ, बिदाबारी गरेँ। अनि म आफ्नो गन्तव्यतिर निस्केँ साथी। यही हो काठमाडौँसम्मको मेरो यात्रा। यहाँसम्म हेरिदिएकोमा धेरै धेरै धन्यवाद साथीहरू। भिडियो कस्तो लाग्यो सल्लाह सुझाव दिन चाहिँ नभुल्नु होला है। ओके, बाई बाई।